बढ्दै जाऊ म सधैँ साथमा छु तिम्रो दुःखमा म सधैँ रहनेछु नगर चिन्ता हे मेरो नानी म सधैँ साथमा छु नगर चिन्ता हे मेरो नानी म सधैँ साथमा छु अघि बढ्दै जाऊ खोला नदीले छेक्यो भने उसलाई हप्काउनेछु मध्यरातमा हिँड्नु परे जुनलाई पठा स्वागत गर्दैछौँ हाम्रो सबैजनाले उहाँहरूलाई स्वागत गर्दा तालीले हजुरहरूले पनि तालीले स्वागत गरिदिनु होला भनेर अनुरोध गर्दछु छोराबुहारीलाई है कहाँबाट पानी झरेको प्रणाम आन्टी प्रणाम प्रवेश गर्नु
हर्क बहादुर राईज्यू अनि सुजला देवी राईज्यूको निजी निवासमा हामी आज हेबिलिपाट मार्गदर्शनबाट शुभ विवाहको लागि शुभ कार्यको लागि म स्वयं प्रमुख अनि संयोजनहरू उपस्थित भइकन ईश्वरलाई साक्षी राखिकन गुरुजीले दिनुभएको निर्देशिका र निर्देशन अनुसारले आजको दिनको यो शुभ विवाह कार्य अगाडि बढाउनका लागि उनै भगवान ईश्वर अनि गुरु हजुर घर परिवारजनको हामीमा अनुमति रहन सकोस्। हामी सबको मुक्ति दिने स्वर्गीय माग गरे हिचोलिने मास्टर गणेश गुरु हजुर सेवानी संयोजनहरू सप्तरङ्गी निस्केको साथ बाचाले बाँधिकन यो कार्यलाई अगाडि बढाउँदैछौँ। तपाईँको हामी जुन आशिष मागिरहेछौँ प्रभु प्रार्थना गर्दछौँ, धन्यवाद टक्राउँछौँ। आज सारा मानवको लागि उद्धारकर्ता राजा यो धरतीमा हजुरले अवतरण गराइदिनु भएको छ, धन्यवाद छ। गुरुदेव हजुर जहाँ रहनुभए तापनि हामी भौतिकमा टाढा भए पनि आत्मिक कुरामा हजुरसँग हामी कोमल पाउ चरण पर्दै कृतज्ञता चढाउँदै आज्ञा र अनुमति साथमा निश्चयलाई शिरमा राखी स्वर्गीय ड्रेस पहिरिकन हामीले अन्य ज्योतिलाई ज्योतिमय बनाउँदै अन्य कलशलाई सजाउँदै आजको दिनमा ईश्वर एक एन्जल राजा र एन्जल रानीको वर बेहुला र वधु बेहुलीको ईश्वर आज दम्पत्ति जीवनलाई पूर्णता आशिषहरू वर्षाइदिनुहोस् भन्नको निम्ति हामी कामना प्रार्थना गर्छौँ। शरीरलाई उहाँको दुई पाङ्राको एक रथ बनिकन जुन तारा जस्तो चम्किलो बन्दै ईश्वर सागर जस्तो गहिरो माया समुद्र जस्तो उहाँको निश्चल भावना बनिकन ईश्वर हिमाल सगरमाथा जस्तो शिरहरू एन्जल राजा र एन्जल रानीको उच्चार रहन सकोस्। अनि उहाँहरूको हातेमालो गर्ने हात काँधेमालो गर्ने काँध दुई पाङ्राको एक रथ बनिकन उहाँहरूको तन मन धन विचार भावना अनि उहाँहरूलाई ईश्वर सङ्लो पानी जस्तो मन दिँदै आत्मा हुँदै अटल सगरमाथा जस्तो उच्च शिर हुने दुवैलाई एन्जल राजा र एन्जल रानीलाई आशीर्वाद मिलोस् पवित्रता बनिकन प्रार्थना गर्छौँ। बाबा हुनुहुन्छ हर्क कुमार राईज्यू र आमा सुजला देवी राईज्यू हुनुहुन्छ। एन्जल हाम्रा आजको एन्जल राजाको बाबा आमा हुनुहुन्छ भने एन्जल रानीको आमा बाबाको लागि पनि प्रार्थना गर्छौँ। उहाँहरूको आशिष रहन्छ जहाँ रहनुभए तापनि सूर्य विक्रम लिम्बू र मिना लिम्बूको सुपुत्री हुनुहुन्छ, छोरी हुनुहुन्छ। आज बुहारी भएर यो घरमा भित्रिँदैछ, त्यसैले ईश्वर एउटा लक्ष्मीको बास हुन सकोस्। यो घरमा पाइला चाल्दाखेरि उहाँले पाइला टेक्दाखेरि पक्कै नै यो घरलाई पवित्रता बनाउँदै शान्तिमय बनाउन सकोस्, फुलमय जस्तो जीवनहरू हुन सकोस्। असल कार्य गर्दै अगाडि बढ्ने अनि असल महान छोरीको कर्तव्यलाई दिगो बनाएर बुहारी बन्न सकोस् भनिकन पनि प्रार्थनाको खातिर आज हामी यो वैवाहिक रहस्य उद्घाटन निस्वहरू वाचन गर्दै हामी आज निश्चयको साथ बाचा अनन्त गरिनहरू शुभकामना र आशीर्वादको साथमा आजको दिनको घडीको यो पूजा भन्दा पनि प्रभु यो मण्डपमा रहेर स्वर्गभित्र दरबारमा रहेर हामी सबैले मनमा इमानदारीकामा जीवन मस्तिष्कमा समझदारीका साथ ईश्वर मागले खटाउनुभएका गुरुजीको निर्देशिका र निर्देशन अनुसारले आजको यो शुभ विवाह कार्यलाई अगाडि बढाउनको निम्ति हामी सबैजना निशुलाई शिरमा राख्दै आज्ञा अनुमति चाहन्छौँ। गुरुजी र ईश्वर हामीलाई अनुमति रहन सकोस्। सेवाङ्गी जय प्रेम
आज शुभ विवाह शुभ कार्य हुँदैछ यो घडीमा हे परमप्रधान परमेश्वर उहाँको दम्पत्ति जीवन आज बिग्रिनु हुने आज यो घरमा आउनु हुने हाम्रो बुहारीको लागि हाम्रो जेनी लिम्बूको लागि प्रार्थना गर्छौँ हाम्रो बिन्ती जनाउँछौँ अगाउने बाबा मम्मीलाई त्यसरी नै बाबा आमाले दिएका कर्मले गर्दा आज उन्नति प्रगति आफ्नो जीवनमा कार्य गर्दै गर्दै छोराछोरीको भविष्यको लागि पनि हरेक कार्यलाई आज सम्ममा आउँदाखेरि सफल हुँदै आउनुभयो र यो घडीलाई हामी सबैले स्वीकार गरेका छौँ त्यसैले सारा भगवानको आशीर्वाद रहोस् उहाँले पुग्ने देवी देउराली देव देवताको कुनै पनि यस्तो दोस्रो पनि नहोस् देवदण्ड मानदण्डहरूबाट पनि हामी बच्न सकौँ भने हामी सबैलाई मनमा हृदयमा छँदैछ भगवान् त्यसरी नै आजको एन्जल राजा एन्जल रानीलाई पनि पवित्रता स्वर्गका आशीर्वाद चाहिँ किन आशिष दिनुहोस् भने किन हामी निश्चय वाचन गर्दछौँ हामी बिन्ती जनाउँदछौँ अनि उहाँको आउने इष्टमित्र दाजुभाइ दिदीबहिनी नरनाता कुल कुटुम्बलाई हामी सबैलाई याद गर्छौँ प्रभु उहाँको पनि एउटा साइनो सम्बन्ध बलियो एउटा पुल थापेका थिए भने आज पनि यसरी नै बाचा बन्धनहरू बाँधिँदै छन् त्यसैले उहाँको सात बाचाहरूमा हाम्रो प्रार्थना हाम्रो बिन्ती चलाउँदैछौँ बाचा आनन्दित गरिमा आज जीवनमा असल कार्य गर्दै मायाको चिनो उहाँमा बन्दिलो बन्न सकोस् एउटा जुन तारा जस्तो एउटा धरती आकाशको मिलन जस्तो उहाँको मिलन हुन सकोस् आकाश जस्तो हे प्रभु फराकिन मन भइकिन समुद्र जस्तो गहिरो माया प्रेमहरू हे प्रभु बन्दिलो हुन सकोस् प्रभु हामी प्रार्थना गर्छौँ भगवान् तपाईँसँग सधैँ निवेदन चढाउँछौँ हामी सबै असल गरेर लासहरू बनाउने हाम्रो प्रार्थना चढाउँदछौँ ताकि प्रभु आजको एन्जल राजा एन्जल रानी बरु पिपल जस्तो एकदमै तपिरहन सकोस् खपिरहन ससिला पत्र जस्तो खपिरहन सकोस् ताकि परिवारदेखि लिएर समाजको लागि असल एन्जल राजा एन्जल रानी हे प्रभु हुन सकोस् भर बेहुला बधु बेहुली बन्न सकोस् प्रभु हामी प्रार्थना गर्छौँ संसारमा रहेका यात्रीहरूदेखि लिएर सबैको आशिष रहन सकोस् गुरुजनहरूदेखि लिएर हामी स्वयंजनहरू स्वयं प्रमुखमा अनि गुरुहजीको आशिष सदा सदा गर्न सकोस् परिवार भनेर हाम्रो बिन्ती हाम्रो प्रार्थना चढाउँदछौँ जति पनि छन् प्रभु हामीले गर्ने कार्यलाई योजनाहरूमा गति हुन्छन् टुटीफुटी हुन्छन् आफ्नो अज्ञानी छोराछोरी सम्झेर अज्ञानको जति गरिदिनुहोस् भनेर निवेदन गर्दछौँ आशिष गरिसक्नु अलिक तल दाजु राम्रो मिल्छ एन्जल मनोज र हाम्रा एन्जल जेनिन लिम्बूको दाम्पत्य जीवनलाई आज सुखदमय होस् शुभकामना हामी व्यक्त गर्दै उहाँलाई यहाँ घरभित्र भित्राउन लागिरहेका छौँ उहाँको लागि हामी सबैले प्रार्थना गर्नेछौँ आदम माता पिताको पनि यसरी नै महजोरीहरू हे प्रभु एन्जल राजा एन्जल रानी बनिकिन दुई पाङ्राको एक रथ बनिकिन आज संसारलाई प्रभु आदम कालमा पनि यसरी नै सृष्टि भएका थिए विवाह बन्धनमा बाँधिएका थिए हे भगवान् त्यसैले हजुरको आशिष प्रार्थना बिन्ती चलाउँदै यो घडीको हे प्रभु समयको प्रार्थना
समयलाई एकदमै हामीले चाहिँ याद गर्छौँ एन्जल राजारानीलाई वर्ष गरिदिनुहोस् छाली पनि लगाउनुहोस् उहाँलाई एकदम स्वागत छ हामी अब हामी हजुरहरूको अगाडि आइदिनुहोस् नाना अगाडि आउनुहोस् हजुरहरूलाई हामी एकदमै हाम्रो अन्तर्हृदयबाट भगवानको आशिष मिलोस् भनिकन स्वागतको साथमा हजुरहरूलाई यो मण्डपभित्र प्रवेश गर्नलाई म हार्दिक गर्दछु थिए एक चेली एक माइती एक छोरी एक छोरा हो आज यो आदाम कालमा आदाम माता पिताको पनि यसरी नै साइनो सम्बन्ध विवाह बन्धनमा बाँधेर आज डाँडा काँडा ढाकिएका हामी लिपन बाजेको सन्तान हौँ त्यसरी नै हाम्रो एन्जल राजा एन्जल रानी पनि बर्फिपल जस्तो तप्पिरहनु सकुन् सिनापत्र जस्तो खपिरहन सकुन् एन्जल राजा दाहिनेपट्टिको म बन्दिलो छु भनेर उहाँले लिनुहुँदैछ देब्रेपट्टिको मेरो जीवन साथीलाई मेरो जीवन सुम्पिँदैछु उहाँको जिम्मेवारी हो एन्जल रानीले उहाँ सिङ्गल हो सदाको लागि उहाँको जीवन साथी र उहाँलाई भरपुर सहयोग गर्छु भनेर उहाँले साथ हुँदैछ किनकि हामी छोरी मान्छे चाहिँ यस्तै छ समाजको एउटा नीति नियम यसलाई हामीले स्वीकार गरेरै गरेका छौँ होइन हामी सबैले भोगेका छौँ भोग्नै बाँकीहरू छन् तर हाम्रो छोरी मान्छेको धेरै कुरा छन् त्यसलाई म व्याख्या जाँदिनँ तर हाम्रो नानु चाहिँ आज हाम्रो छोराको घरमा आउनुभएको छ बुहारी भएर आउनुभएको छ त्यसैले उहाँको हातमा चाहिँ एउटै मात्रै हुन्छ उहाँलाई अधिकार दुईटा भएन उहाँको शरीरको जिम्मेवारी ऊ एक्लै उहाँले मात्रै गर्नु नपाउने हुनाले उहाँले चाहिँ एउटा मात्रै लिनुपर्छ उहाँले किन दाहिने हातमा लिनु छ भने उहाँले त साथ दिन्छु भनेर ल्याउनु मात्रै होइन उहाँको त भरोसा टुट्नु भएन उहाँको खानपिनदेखि लिएर हरेक इच्छालाई चाहिँ उहाँले चाहिँ आउने ओठको हाँसोलाई ओठमै राख्नु भएन जाडोले कठाउने बेला उहाँलाई उहाँको रहर कुराहरू त्यहीँ राखिदिनु भएन होइन त्यसैले पुरा गरिदिनु लागि उहाँ त बन्दिलो हुनु पर्यो हो कि होइन त्यसैले उहाँको हातमा दुईटा कलश छ
आज छोरीलाई ज्योतिमयको साथ गर्दै उहाँलाई आज 7 स्टेज प्रवेश गराउँदै यो मण्डपमा हामीले जसरी प्रवेश गरायौँ यसरी नै उहाँको साथै बाचा बन्धनहरू अटल गर्न सकौँ अन्न ग्रहण गराउनु भएको छ। 7 वर्षमा हजुरलाई टोपी एउटा छोराको इज्जत दिएर आज इमान्दारी भएर हजुर देशको सेवा कर्णधार बन्नु भएको छ। त्यसैले छोरीले पनि यही याद गर्ने 7 महिनामा जसरी भात खुला गर्दै 7 वर्षमा गुलियो चोलो पाएर छोरीको इज्जत ढाकेर आज बुहारी बनिनु भएको छ। त्यसैले आज 7 को अर्थहरू हजुरलाई पनि 7 विवाह बन्धनमा बाँधिँदै आजको दिनको घडीले गर्दा तपाईँहरूको यो विवाह बन्धनलाई 7 बाचाहरू सदा हजुरहरूको अटल रहन सकोस् भनेर यो निश्चय बाचा गरेर हजुरले सम्झिदिनुहोस्। म मेरो जीवन साथीलाई दुवैजनाले भन्नुहोस् कहिले धोका दिने छुइनँ। त्यस्तो अन्य कार्य पूर्व भयो भने कार्य भयो भने परिणाम स्वरूपको मलाई दण्ड मिलोस्। पक्कै हो यस्तो बाचा बन्धन कसैले पनि गरिँदैन। असल गरेको खण्डमा न्याय पूर्व चलेको खण्डमा न्याय खुसी मिलेको खण्डमा भन्नुहोस् न मलाई धेरै आशीर्वाद मिलोस्। मेरो कारणले गर्दा मेरो प्राण प्यारीलाई राम्रो होस्। हजुरले भन्नुहोस् मेरो कारणले गर्दा मेरो प्राण प्यारालाई राम्रो होस्। दुवैजनाले भन्नुहोस् त्यसै गरी हामी दुवैको कारणले गर्दा परिवार समाजलाई पनि राम्रो होस्। केही एन्जल राजा र रानी मात्रै खुसी हुनु चाहनुभएको रहेछ होइन। बाबाआमाको सम्मान साथ बाबाआमाको आशीर्वाद अनि इष्टमित्रको माया ममता इष्टमित्रलाई असल बनाउने एन्जल राजा रानीको प्रतिबद्ध यति मिठास छ उहाँलाई धन्यवाद नदिन सक्दैनौँ। फेरि पनि जोरदार अब 7औं बाचामा आयौँ। 7औं बाचाले के भन्दो रहेछ है फेरि पनि अझ पनि अब 7औं बाचा आइरहेको छ। दुवैजना एन्जल राजा र रानीले दुवैजनाले भन्नुपर्ने हुन्छ यहाँ पनि हामीबाट सधैँ आमा बुवाको के होस् भन्नुहोस् न सम्मान होस्। वाउ सम्मान होस्। हामी प्रेमिलो बनिन सकौँ भन्नुहोस् प्रेमिलो बन्न सकौँ प्रेमवादी भएर जिउन सकौँ। हामीलाई सधैँ आमा बुवा र समाजको
फेरि पनि आशीर्वाद मिलोस्। वाउ, त्यसैले अब हजुरले पहिला बुहारीलाई लगाइदिनुहोस् माला मिलाएर। जोडले ताली। आज यो वरमालामा उहाँहरू बाँधिनु हुँदैछ। हजुरले हाम्रा छोरालाई वर देउलालाई अनुरोध गर्छु। अब उहाँहरूको यो बाचा बन्धन, यो माया साथ बाचालाई उहाँहरूको हात पनि मिलाउनलाई म हार्दिक अनुरोध गर्छु। क्रस गर्नुहोस्, हात मिलाउनुहोस्। यता हेरौँ, यता हेरेर दुईजनाले यता हेर्नु त यता पनि ए गर्नुहोस् उता पनि क्यामेरा जस्ट फोकस दुईजनाले र उहाँको यसरी मिलनहरू, यो सात बाचाहरू कहिले नडुब्योस्। यो सात बाचामा उहाँलाई कहिले पनि कसैको बाधा बिग्न, अनि अघि मैले भनेको थिएँ उहाँ मिल्ने पाऊ, अनि उहाँहरूले गर्नुपर्ने हात हातेमालोमा कसैको पनि बाधा बिग्न आओस् भनेर नै हामीले काम गरेका छौँ। आज बाचा अनन्त गरी गरेर बाचा बन्धन अनि यो मायाको चिन्हहरू उहाँहरूको साथ लिँदैछ। अब हजुरहरूले बाचा अनन्त गरेर निश्चय वाचन गर्नलाई म अनुरोध गर्छु। फेरि पनि एन्जल राजा एन्जल रानीलाई निश्चय साक्षी राखेर अब हजुरहरूलाई हामीले जसरी प्रार्थना गरिरहेका छौँ त्यसरी नै फेरि पनि हजुर निश्चयलाई समाएर साक्षी रहेछ। अघि हामीले हजुरको मिलन यो कलश अगाडि बढाउनुहोस्। एक अर्कामा सम्मानपूर्वक मन मिलाउनुहोस्, तर एक अर्कालाई कहिले धोका नदिनुहोस्। धोकेबाजले त न त मनमा शान्ति दिन सक्छ, न त स्वर्ग निर्वाणको दृष्टिगोचरमा आत्मा जीवन हुन सक्छ।
दुईजनाले मिलेर आफ्नो जीवनलाई राम्रो ढङ्गले आनन्दमय तरिकाले जिउनुहोस् र दुखीहरूको सेवा गर्न नचुक्नुहोस्। सबैको लागि उद्धारिने बनी सेवारत रहनुहोस्, त्यसैमा यहाँहरूको सबैको भलो छ। अन्तमा सत्य, प्रेम र आनन्दले सधैँ जीवनको मूल मन्त्र बन्नु प्रेम सहितको विनम्र आग्रह हजुरलाई गुरुजी टक्राउनु भएको छ। उहाँहरू टाढा रहे पनि आत्मिक रूपमा हाम्रो साथमा हुनुहुन्छ है। त्यसै कारण खास प्रतिनिधित्व गर्नुभएको छ बुहारी सम्झिने दियो कलश साँची राखी, मण्डप साँची राखी, समूहहरूलाई विशु उपासना गराई, समाज राखी तपाईँहरूलाई बुहारीको लागि सुम्पाइदिएको छु। तपाईँहरूले पाले पुण्य मारे पाप भन्ने कुरा स्वीकार्नु होला। अनि छोरा बुहारीहरूलाई एकदमै पवित्र शान्ति माया अनि पवित्र मार्गमा लगाउने तपाईँहरूको पनि ठुलो भूमिका छ। त्यो यहाँले पनि बुझ्ने कोसिस गरिदिनु होला भन्ने मेरो आजदेखि मेरो पक्का 4 छोराछोरी भएको छ है। 2 छोरा 2 छोरी बनेको छ। अब
खुसिरहोस् हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो बिन्ती प्रार्थना हाम्रो बिन्ती प्रार्थना सुमार्गका पाइलाहरू सफलतामा लम्किरहोस् जुका राज्य आकाशमा ज्योति छर्दै चम्किरहोस् सुमार्गका पाइलाहरू सफलतामा लम्किरहोस् जुका राज्य आकाशमा ज्योति छर्दै चम्किरहोस् हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो बिन्ती प्रार्थना हाम्रो बिन्ती प्रार्थना हाम्रो शुभकामना इन्द्र राजालाई हाम्रो शुभकामना इन्द्र राजालाई हिमाल चाहिँ उच्च शिरा पहाड चाहिँ अटालोस् सागर चाहिँ गहिरो मन समुद्र चाहिँ निश्चल होस् हिमाल चाहिँ उच्च शिरा पहाड चाहिँ अटालोस् सागर चाहिँ गहिरो मन समुद्र चाहिँ निश्चल होस् हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो बिन्ती प्रार्थना हाम्रो बिन्ती प्रार्थना हाँसो खुसी जीवनभरि नदी जस्तै बगिरहोस् निश्चय साँच्चै साथै बचा बन्धनहरू शिरमा रहोस् हाँसो खुसी जीवनभरि नदी जस्तै बगिरहोस् निश्चय साँच्चै साथै बचा बन्धनहरू शिरमा रहोस् हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो बिन्ती प्रार्थना हाम्रो बिन्ती प्रार्थना शुभ दिनको यो घडीमा हाम्रो इन्जल राजालाई शुभ दिनको यो घडीमा हाम्रो इन्जल रानीलाई शुभ दिनको यो घडीमा हाम्रो इन्जल राजालाई शुभ दिनको यो घडीमा हाम्रो इन्जल रानीलाई हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो शुभकामना हाम्रो शुभकामना
पार भयो सँगै जीवन